चाहिँ हेर्नु सक्नुहुन्छ मेरो बुढा चाहिँ बारीमा आएर काम गर्दैछ। येल्लो पत्ता टिपेर फालो यो सब फालो यो मलाई काम सघाउनु आएको अरे कि खै साग टिपे हेरौँ त दिखाऊ दिखाऊ न छिटो पहिला साग दिखाऊ न हातको साग भनेको तिमीले टिपेको होला त्यति टिपिसकेको छ आज चाहिँ उसले त्यही खाने अरे अनि हाम्रो बैगुन पनि फलिरहेछ कि अस्ति साथीले पनि दिएको थियो नि त सो त्यो चाहिँ छ फ्रिजमा अझै पनि येल्लो पत्ता यसो टिपेर फाल्देऊ आयो गुरुजी मलाई सिकाउनुको लागि यहाँ त्यो टमाटर पनि चाहिँ नउखालो फेरि अनि यता पनि फलिरहेछ हो यहाँ चाहिँ अनि यो चाहिँ खुर्सानीको उनीहरूको बिउ हो कि यो यहाँ यतिकै छर्दिएको थियो हेर्नु होइन फल्नु लागिसकेको छ यी फुल फुल्दैछ अनि यहाँ काम दाइ चाहिँ आउनुभएको छ उयो राख न यहाँ फुलहरू पनि फलेको छ अब फुलेको छ सरी अनि यहाँ चाहिँ वाटरमेलन यस्तो मजाले लागेको छ नि यहाँ यी कता गयो यी हाम्रो काम दाइ चाहिँ आएर यहाँनिर मजाले काम सघाउनु हुँदैछ हो मलाई यत्तिको चाहिँ हुनुपर्छ कि होइन बुढा हो भन न फुलगिरी चाहिँ ऊ त्यो वाटरमेलनको वाटरमेलन नै मात्र राख्ने कि यसमा अहिले फेरि पुरा प्रोटिन किन साग पनि त खानुहुन्छ नि त प्रोटिन भिटामिन सब लगेर खान्छ न अहिले ए हो अनि यहाँ चाहिँ आज मैले धनियाँ छरेको छु अनि यहाँ चाहिँ मेरो फुल सो गाइस हजुरलाई थाहा छैन यो फुल कुन चाहिँ फुल हो मलाई भन्नुहोस् त कमेन्ट गरेर मलाई नाम चाहिँ थाहा छैन है यो सेतोवाला हो यो हल्का पिङ्कवाला हो लेकिन ठुल्ठुलो फुल छ सो नाम चाहिँ थाहा भएन यसको फुल फुल्यो भने चाहिँ भोलि पर्सि देखाउँला हजुरलाई चाहिँ अनि यो 9 o'clock होइन यस्तो राम्रो भइरहेछ मेरो यहाँ सबैमा कोपिला लागेछ है अनि यहाँ चाहिँ फुल्नु लागेको छ यो चाहिँ डबलवाला पिङ्क हो अनि यहाँ चाहिँ बगानबेली लिएर व्हाइटवाला साडी राखेको छु मैले अनि यो 9 o'clock चाहिँ मैले कहाँबाट लिएको भन्दाखेरि यहाँबाट लिएको कि यो आन्टी अस्ति फोनमा बोल्दै बोल्दै यहाँ पर यो डिब्बाबाट बाहिर फ्याँकेको थियो नि त सो फेरि त्यहाँ गएर मैले निचेबाट लिएर आएको फ्याँक्नु भन्दा पनि यहाँ कस्तो मजाले भइरहेछ मेरो चलो